आज होइन भने भोलि हामी सबैलाई बुढेसकाल लाग्छ। यही सरल सत्यबाट बुढेसकालको सुरु हुन्छ। उमेर बढ्दै जाँदा शरीरमा प्राकृतिक परिवर्तनहरू आउन थाल्छन्। हाम्रो मांसपेशीको शक्ति बिस्तारै घट्न थाल्छ। हड्डीहरू कमजोर हुन थाल्छन्। आँखाले धमिलो देख्ने, कानले कम सुन्ने र स्मरण शक्ति पनि पहिले जस्तो तेज हुँदैन। धेरै वृद्ध व्यक्तिहरू उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, कलेजोको रोग जस्ता दीर्घकालीन रोगसँग बाँचिरहेका हुन्छन् र नियमित रूपमा धेरै औषधि पनि खाइरहेका हुन्छन्। यी परिवर्तनहरू मेडिकल रूपमा सामान्य हुन्, तर यसलाई हाम्रो समाजमा कमजोरी वा बोझको रूपमा बुझ्ने गरिन्छ। कुनै पनि वृद्ध मानिसको स्वास्थ्यको ठूलो समस्या रोग मात्र होइन, गरिमाको कमी पनि हो। उदाहरणका लागि कुनै अस्पतालमा वृद्ध बिरामीसँग कुरा नगरी सिधै आफन्तले मात्र उपचारको निर्णय सुनाइन्छ। कतिपय अवस्थामा नर्स वा स्वास्थ्यकर्मीहरूले उनीहरूलाई छिटो गर्नुहोस् भन्दै हतार गराउँछन्, जसले डर र तनाव बढाउँछ। घर समाजमा पनि हामीले तपाईले बुझ्नुहुन्न भनेर वृद्ध मानिसको निर्णय हामीले नै लिने गर्छौँ। यस्ता व्यवहारहरूले वृद्ध व्यक्तिमा एक्लोपन, निराशा र अवसाद बढाउँछ, जसको प्रत्यक्ष असर रक्तचाप बढ्नु, निन्द्रा बिग्रिनु र रोग ढिलो निको हुनुमा देखिन्छ। एजिङ विथ डिग्निटी अर्थात् गरिमा सहित बुढेसकाल भनेको व्यवहारमा देखिनुपर्छ। उदाहरणका लागि औषधि दिनु अघि यो औषधिले तपाईँको रक्तचाप नियन्त्रण गर्छ भनेर सरल भाषामा बुझाउनु, जाँच गर्नु छुनु अगाडि अनुमति माग्नु वा उनीहरूलाई कुन समयमा औषधि खान सहज हुन्छ भनेर सोध्नु। हाम्रै घरमा पनि साना निर्णयहरू जस्तै आज के खाने, कहिले बाहिर जाने, कुन कपडा लगाउने जस्ता प्रश्नहरूमा सहभागी गराउँदा उनीहरूको आत्मसम्मान बलियो हुन्छ। यसले गर्दा मानसिक स्वास्थ्यमा पनि राम्रो असर पार्छ र उपचारप्रति विश्वास बढाउँछ। र अन्त्यमा हेल्दी एजिङ अर्थात् स्वस्थ बुढेसकाल भनेको वर्ष बढ्नु मात्र होइन, सम्मान जोगिनु पनि हो। शरीर कमजोर हुन सक्छ, तर गरिमा अर्थात् डिग्निटीको आवश्यकता कहिले कम हुँदैन। मेडिकल सेवा, परिवार र समाजले हाम्रो वृद्धहरूलाई रोग होइन व्यक्ति भनेर हेरेमा बुढेसकाल डर होइन, सम्मानको साथ बाँच्न सकिने जीवनको एउटा चरण बन्छ।